नेचुरल हो यो, यसमा गीत सित केही हुन्न। गाडी कट्ने बेलामा हताउनाले हाइएलो गर्ने पुरै चिच्याउने
जय मङ्गला आउन लाग्यो जय मङ्गला तपाईँहरूले अघि नै राख्नुपर्ने ठ्याक्क ठ्याक्क त्यो भन्नुहुन्थ्यो नि उहाँले ठ्याक्कै यो ठाउँ भनेर तपाईँहरू अहिले पहिला अहिले कति छुट्टिन्छ नि त बिग्रिन्छ यो साइडमा यो घोलमा गैँडाहरू हुन्छ कुन अब हामी पटना नजिकै आइपुग्यो यहाँबाट पटना पटना यहाँ अगाडि त छ नि यो अगाडि यहाँ गाउँ बसेको कारणले गर्दा यहाँ रुख बिरुवा नउम्रिया हो क्या हामी अलि अगाडि आएको भए के अरे यो झारहरू नठुलो भएको भए झन् देखिन्थ्यो है यो झार ठुलो भएर आयो यहाँ आउनको लागि त यो जलाइसकेर आउनु पर्ने क्या तपाईँहरू यो घाँस बढिसक्यो यहाँ सब घरको नक्सा 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 देखिन्थ्यो इनार देखिन्थ्यो होला यिनीहरू त छोरी पट्नाको अझ पनि छ त्यही चौर हो कि यो रातिको ऊ त्यहाँनिर पट्ना ताल छ एउटा पोखरी छ नि त पट्टा त ठुलो रहेछ त आमा यो पुरै पट्ना गाउँ हो यही बाटो छोडेर गएर रहेछ यो खोलालाई के भन्छ यो पट्नाको अगाडि त हो काठको बनगाई खोला हो यहाँ घर बनाउनु पर्ने अझ सिडिया बनगाई कि यता के भन्थ्यो यताबाट आएको कि पुरै उही खोला तिरोमा हाम्रो होतीहरूलाई खोलाको छेउछेउ हाम्रो घर थियो के हाम्रो घर जाने थियो मान्छे हिँडी पनि यता थियो गाडा यो चोक है यो चोक यी चोक पिपलको चोक यो पिपल चोक यही हो यो छ क्या बनगाई यो यहाँ स्कुल थियो के यहाँ स्कुल थियो यो पुरै यो गाउँै हो कट्यो होला हाम्रो घर त जिङ्गा सबै यही थियो है यो सफा भएको बेलामा आउनु पर्ने यो जलाको बेला आँटेको ठ्याक्कै पत्ता लगाउँथ्यो कि तपाईँहरूको यो सबै बगैँचा हो यो सबै आएको रहेछ जलाको मान्छे धेरै आफ्नो हुँदो रहेछ पहिला बाहिरको फलफुल भन्दा स्याउ सुन्तला भन्दा यही खान्छ त कहाँको बगैँचा आयो त यो हजुर यो के त तपाईँको के चौक भन्छ है कि यो तपाईँको होइन पट्ना होइन यो पिपरिया ऊ भीमपुरको भीमपुर आइसक्नु लाग्यो यहीँ नजिकै हो हाम्रो गाउँ उतै यतापट्टि हो तपाईँको के अरे त्यो गाउँका भन्दा उतातिर हाम्रो गाउँ उता अझै बनगाई भन्नुभएको थियो बनगाई त्यतातिर पर्छ खतरा एरिया रहेछ भाग
अलि चाँडै तपाईँहरूको यहाँ आउनुभयो भनेको ठ्याक्कै फागुनतिर हो कि डढेको हुन्छ त्यति बेला है फागुन चैततिर त्यति बेला आउनुहुन्छ चलेको बेला ठ्याक्कै फागुन भनौँ न सकिएर चैतको 1-2 गतेतिर आएको भयो ठिक फागुनको 1-2 गते टिकट काटेर राख्नु त होइन हाम्रो घरको आएमा यतै आउँछ है फागुनतिर पनि यही घरको आइमा अब त्यो ठ्याक्कै मिलेर तपाईँहरू आउनुहोस् यहाँ भीमली मन्दिर मजाले दर्शन गरेर गइनुहुन्छ आफ्नो जन्मेको ठाउँ कति रमाइलो मोड फ्रेस हुन्छ पहिला जङ्गलको धेरै तरकारी खाएर धेरै वर्ष बाँच्ने कि अर्ग्यानिक नुन मात्रै किन्न पर्छ यो चाहिँ चोक है रोके त अगाडिको गाडी यता एउटा दुईटा किन्दा दिनु न उयो त अर्को गाडीमा बाबुबडी त बाबुबडी यहाँ टुर्दैछु त्यही कुरा ल एउटा गाडीको माथि पोल्टुले बाबा रे ए भीमपुरको भीमली मन्दिर है दर्शन गर्ने होला नि त त्यहाँको सबैजना दर्शन गरे मेला लाग्ने हो भीमपुरको है पछाडि यहाँ मान्छे बस्छ भीमबली मन्दिर आयो ए ल यो बनगाई मेरो मामा घर मेरो बाबा घर अग्नि ठाउँ पनि हो अग्नि ठाउँ उयो चोक हो तीनजना राख्ने अर्ग्यानिक आम चारैतिर जहाँ हेरे बढेर लगाइसक्यो हिँड्न पाएन गाउँ भएर होला कि के अरे रुख र नउम्रेको के खानु आऊ तपाईँ पनि चाख्नु अहिले मैले खाइरहँ यहाँ आएर सधैँ हामी आइरहन्छौँ दिदी आउनु खाने हो किन खाने सुपारी आएको हो यो बनियाको सुपारी आएको टेस्ट आउँछ है भाउजू नुन खुर्सानी कमी भयो धानको बिउ हो क्या तपाईँहरूले पहिला धान छरेर गयो होला मचान मचान भन्नै जान्थेन मन्दिर भन्थे यो मचानलाई सानोमा
बल्ल गर्ने के नमस्ते अहिले अब बिजुसीहरू घुम्ने ठाउँ हो त्यहाँ पट्टाको बल हो त्यो ढिँडोले पट्टाको बिचमा अलि अगाडि गएपछि मलाई देखिन्छ नि होला नहुन ट्याक्क फोटो लिनुहोस् मजाले चरा बस्नु अहिले त्यो सिमेन्टको पनि बतास पहिला भैँसी राखेको यहीँ त हो नि भैँसी हो यो ढेँडोलीको यो आँप चाहिँ त्यसरी मिठो छ सक्दैन माथि हो अझ यो ढेँडौलीको आँप ढेँडोलीको आँप हाम्रो त्यहाँ एउटा खर्च छ उयो टिपेको छ ओर्ले हैन होइन ओर्ले होइन पर्दैन ए बाबु यसो ठिक छ नि ढेँडौलीको हैन भन्नाले गाउँ भेटाए जङ्गलमा चाहिँ पुरै आँपा छ ढेँडौली बगैँचा सबै हाम्रो गाउँ हो त नि ढेँडौली बगैँचा हाम्रो जिम्मेदारी खोला हो यहाँ खोला थियो यहाँ पानी बगिरहन्थ्यो के होइन गाउँ थियो त दुईतिर गाउँ थियो यतातिर गाउँ थियो यतातिर सेपाटु कसके फर हो सेपाटु हो सेपाटु हाम्रो घरमा रोपेछ नि कस्तो गुलियो हुन्छ तरकारी खाना मटर छ अनि आँप छ यो बगैँचा हो टिप नै दिन्थेन बुढो जे त्यो दहीदार बुढो बारे यस्तो बौरी यही मचान बनाएर बस्थ्यो होला होइन यतापट्टि मेरो बुवाको जग्गा हो मामा घरको जग्गा आयो ल मामाको जग्गा मामा घर देखिँदैन मामा घरको जग्गा देख्यो लिएर जाऊँ न खन्न जाऊँ माटो लगाउँ कीर्ति यिनीहरूको मामा घर आयो तिम्रो मामा घर त गएन मेरो मामा मामा घरको जग्गा त देख्यो कीर्ति उता यहाँबाट यो आली चाहिँ हुँदैन कि अब पहिलाको आँटो हाम्रो यता अलिक पर्थ्यो खिचायो मामा घरको जग्गा भनेर त्यो रुख बिरुवा नउम्रिया रहेछ कि है जम्मै त्यो फाडेको के है फाडेर जग्गा बनाएको रोक्ने थियो घर खोइ त आमा घर कहाँ
बाटो एउटा अग्लो अग्लो रहेछ क्या बाटो यस्तो छ नि त। त्यसमा जन्ती यहीबाट आयो होला होइन? अर्चौली। मम्मीलाई यहीँबाट ल होला हो? अब यहीँबाट लग्यो हो? अरे। गाडामा होइन नजिकै त यहाँ नजिक गाउँदेखि नि के पुरै के है बाटै चिनेर त अनि। जति पनि यो फाँट देखेको छ उहाँहरू त आफै बोल्दै बोल्दै गएको। ल ल यो बुबाले रोपेको बगैँचा कहाँ यो झारीले अरूलाई थाहा हुँदैन। अगाडि ल यो उही हरिण कति धेरै हरिण हरिण बगैँचामा बस्यो हाम्रो गाउँ के अरे बगैँचा उहाँहरू पिङ खेल्यो होला हामी त खेल्नै पाएन नि। कुनमा पिङ ए बनकट्टाको ए त्यो होला त्यो जयमंगला होइन यो साइड यो यो साइड जयमंगला माग्रा निस्किन्छ कि आऊ जयमंगलाको आँपहरू त्यहाँ देख्दैछ नि हो त्यो है पहिला जम्मैजना यहाँ आउने मात्र सबैले यो सर्लको जयमंगला त हो कालो कालो त्यो पहिला टन्नै थियो सबै काट्दियो ai pahar ala yang gas गाँस्रो होइन मोइरो मोइरो बाटो छ त बनाउँदैछ बाटो नयाँ बाटो बनाउँछ देखिन्छ अरू यो बाटो जयमंगला यही त हो नि मसँग यही हो ए घरै यही रहेछ ल जयमंगला यही हो त पुरै बाटै छ त पुरै यो पुरै जयमंगला हो यो यतापट्टि यो साइडमा घोल छ कि के को रुख थियो बर्माथानतिर एउटा रुख थियो अरे ठुलो छ होला त्यहाँभित्र होला त्यहाँ छ त्यही छ कि त्यहाँ छ
यो सबै त्यो सबै जग्गाको यतातिर सबै जग्गा हो यो भुइँसम्म जग्गा थियो अरे त्यो त्यसमा रामतिर यहाँ छ नजिक रहेछ है यसरी हिँडेर आउनुपर्छ क्या देख्न चाहिँ धेरै चिज देख्छ तर थाहा पाउँछ सक्दैन आजकल ताल हो यो, ताल खोला तोरा पानीमा हमारे गाँव में गाइड आउंगे के मेरो नि बाघमारा त हो नि बाउले चाहिँ चिने होला बुवालाई चिन्नु भयो होला ऊ, नानीको बुवा जोगेन्द्रलाई चिन्नु भयो एक नम्बर भन्छ नि जाने बाटो चाहिँ कुन हो जयमङ्गलाको पुल अलि माथिबाट म देखाएको माथिबाट मेन बाटो मेन बाटो बर्खा नै बिर्गहरू अरे हरिण हो कस्तो चिज हो चुवाडीहरू सवारी सबै चुवाडीहरू पहिला सफा हुन्थ्यो कि यसमा पहिला सपना पानी खाने पानी परेर हो पानी परेन हो तर अब यो उसमा हिउँदमा यो फागुन के अरे माघ फागुनतिर सफा हुन्छ पानी यसमा पानी आयो झर्दै पानी हुन्छ चुवाडी फागुनतिर चुवाडहरू माछासँग खानु होला त पुगेन सबभन्दा माछासँग ठिक पर्दैन खोला खिच्दैन यहाँ ताला
ताजा डाँडा त उसी यो भन्दा त टमाटर कालो राम्रो हो। यो राम्रो छ। यो एकदम ठिक छ। यो धेरै